nepalnews.com. News from Nepal as it happens. आज मिति 2069 साल चैत्र 11 गते आइतबार फागुन शुक्ल द्वादशी तिथि तदनुसार मार्च 24 तारिक काठमाडौँबाट प्रकाशित भएका नेपाली राष्ट्रिय दैनिक पत्रिकाहरूको मुख्य समाचार सार संक्षेपमा स्वागत छ। आज प्रकाशित दैनिक पत्रिकाहरूले निर्वाचन आयोगमा पदाधिकारी आज निगम दिल्लीबाट बाई यसरी बाँचे पारस शीर्षकका समाचारका साथै अन्य शीर्षकका समाचारहरू आजका दैनिक पत्रिकाहरूले प्रकाशित गरेका छन्। निर्वाचन आयोगमा नियुक्ति सिफारिस, राष्ट्रपतिलाई जवाफसहित पुरानै नाम पठाइयो शीर्षकको समाचारमा अन्नपूर्ण पोस्ट दैनिक लेख्छ। संवैधानिक परिषदले निर्वाचन आयोगमा नियुक्तिका लागि राष्ट्रपति डाक्टर रामवरण यादवलाई जवाफसहित शनिबार फेरि पुरानै नाम सिफारिस गरेको छ। परिषदले यसअघि प्रमुख निर्वाचन आयुक्तमा नीलकण्ठ उप्रेती तथा निर्वाचन आयुक्तहरूमा दलकबहादुर गुरुङ, अयोधी प्रसाद यादव, इला शर्मा र रामभक्त पीवी ठाकुरलाई नियुक्त गर्न सिफारिस गरेको थियो। राष्ट्रपति यादवले निर्वाचन आयोगमा कार्यवाहक प्रमुख आयुक्त र आयुक्त भइसकेका व्यक्तिलाई पुनर्नियुक्ति गर्ने सिफारिस संवैधानिक भए नभएको बारेमा प्रश्न गर्न शुक्रबार संवैधानिक परिषदलाई पत्र लेखेका थिए। संवैधानिक परिषदले संविधानको धारा 138 को 3 र 7 को मर्म र भावना अनुसार नै उप्रेती, गुरुङ र यादवलाई नियुक्तिका लागि सिफारिस गरिएको जानकारी सहित फेरि तिनै नाम राष्ट्रपति समक्ष पठाएको हो। परिषदको शनिबार साँझ बसेको बैठकको निर्णय अनुसार मन्त्री परिषद कार्यालयका सहसचिव शंकर पाठक पत्र लिएर शीतल निवास पुगेका थिए। राष्ट्रपतिले आयोगमा उप्रेती, गुरुङ र यादवलाई नियुक्ति गर्ने सिफारिस संविधानको धारा 128 को 3 र 7 आकर्षित हुन्छ कि हुँदैन भन्ने प्रश्न गरेका थिए भनी अन्नपूर्ण पोस्ट दैनिकले लेखेको छ। यस्तै सोही पत्रिकाको अन्य समाचारहरूमा भवन बेच्ने कर्मकाण्ड पूरा गर्न जम्बो टोली लन्डनमा र व्यापारी पेट्रोलियम पदार्थको खुल्ला कारोबारप्रति असन्तुष्ट शीर्षकका समाचारहरू अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। सहमति भए पूर्ण बजेट शीर्षकको समाचारमा गोरखापत्र दैनिक लेख्छ, अर्थमन्त्री शंकर प्रसाद कोइरालाले राजनैतिक दलको सहमति भए आगामी आर्थिक वर्ष 2070-71 पूर्ण बजेट ल्याउन सकिने बताउनु भएको छ। भोजपुरे सेवा समाजद्वारा आयोजित कार्यक्रममा उहाँले चालु आर्थिक वर्ष 2069-70 नीति सहितको पूर्ण बजेट नआएकोले आर्थिक रूपमा यस वर्ष कलङ्कको रूपमा स्थापित भएको बताउनुभयो। यस आर्थिक वर्षको पूरक बजेट केही दिनमै ल्याइने बताउँदै उद्योग र वाणिज्य तथा आपूर्ति मन्त्री समेत रहेका अर्थमन्त्री कोइरालाले भन्नुभयो, विगतकै नीतिमा रहेर यो आर्थिक वर्षको पूरक बजेट ल्याउने तयारीमा छौं भने गोरखापत्र दैनिकले लेखेको छ। यस्तै सोही पत्रिकाले पूर्व सरकारका नियुक्ति खारेजी गर्न माग शीर्षकको समाचारलाई पनि प्राथमिकताका साथ छापेको छ, जसमा लेखेको छ, विभिन्न राजनीतिक दलका नेताहरूले पूर्व सरकारले गरेका राजनीतिक नियुक्तिलाई तत्काल खारेज गर्न सरकारसँग माग गर्नु भएको छ। उहाँहरूले सरकार परिवर्तन भएपछि राजनैतिक रूपमा नियुक्ति भएका व्यक्तिहरूले राजीनामा नदिएका कारण निष्पक्ष निर्वाचन हुन नसक्ने दावी पनि गर्नु भएको छ। देश एकपछि अर्को संकटमा फँसेको बेला राजनीतिक सहमतिका आधारमा चुनाव मार्फत निकास निकाल्नुको विकल्प छैन भन्दै नेताहरूले गैर राजनीतिक प्रवृत्तिको सरकार बनेकोले यसअघि भएका राजनीतिक नियुक्तिलाई सरकारले तत्काल बदर गर्नुपर्ने माग गर्नुभयो भने गोरखापत्र दैनिकले लेखेको छ। यस्तै सोही पत्रिकाले संविधान बनाउन एमालेलाई ठूलो दल बनाउनु पर्छ र कार्की माओवादीमा मात्र सिफारिस होइनन् शीर्षकका समाचारहरू गोरखापत्र दैनिकले लेखेको छ। निर्वाचन आयोगमा पदाधिकारी आज शीर्षकको समाचारमा नागरिक दैनिक लेख्छ, राष्ट्रपति डाक्टर रामवरण यादवले निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्त र 4 आयुक्त आइतबार नियुक्त गर्ने भएका छन्। निवर्तमान पदाधिकारीलाई पुनः नियुक्ति गर्न संविधानले नरोक्ने संवैधानिक परिषदको जवाबपछि राष्ट्रपति यादवले पदाधिकारी नियुक्तिको तयारी गरेका हुन्। संवैधानिक परिषदले शनिबार साँझ राष्ट्रपति कार्यालयलाई जवाब पठाउँदै नियुक्तिका लागि गरिएको सिफारिस संविधान सम्मत हुने जिकिर गरेको छ। परिषदको बैठकपछि राष्ट्रपति कार्यालयलाई पठाएको पत्रमा निर्वाचन आयोगमा नयाँ नियुक्ति गर्न लागि प्रश्न पार्दै त्यसले अन्तरिम संविधानको धारा 128 को उपधारा 3, 7 र 7 का आकर्षित नगर्ने जवाब छ।
राष्ट्रपति कार्यालयले शुक्रबार निर्वाचन आयोगको प्रमुख आयुक्त र 2 आयुक्त नियुक्तिको सिफारिसप्रति प्रश्न उठाउँदै संविधान अनुसार नियुक्त गर्न मिल्ने नमिल्ने बारे परिषदसँग जानकारी मागेको थियो भने नागरिक दैनिकले लेखेको छ। निगम दिल्लीबाट बाई बाई शीर्षकको समाचारमा कान्तिपुर दैनिक लेख्छ, करिब 4 दशकको इतिहासको अन्त्य गर्दै नेपाल एयरलाइन्सले नयाँ दिल्ली उडान बन्द गरेको छ। अत्यन्त आकर्षक र व्यस्त मानिने यो रुटमा विदेशी निजी एयरलाइन्सले प्रशस्त फाइदा लिइरहेका बेला नेपाली राष्ट्रिय ध्वजावाहक भने आफै बाहिरिनुपर्ने अवस्थामा पुगेको छ। पछिल्लो 1.5 वर्ष एउटै पनि उडान गर्न नसकेको नेपाल एयरलाइन्सले चरम घाटा भएको भन्दै नयाँ दिल्ली स्थित क्षेत्रीय कार्यालय बन्द गरेको हो। सन् 1975 यता यहाँ सञ्चालनमा रहेको यो कार्यालय बन्द गर्ने सम्बन्धी सूचना यही चैत 1 गते काठमाडौँ स्थित एयरलाइन्स मुख्यालयले पठाएको थियो। त्यसै अनुरूप कार्यालयले आगामी असार 16 गतेभित्र भवन खाली गरिसक्ने सूचना घर मालिकलाई दिइसकेको छ भनी कान्तिपुर दैनिकले लेखेको छ। यस्तै सोही पत्रिकाको अन्य समाचारहरूमा पुरिएर 2 को मृत्यु र पारस डिस्चार्ज हुँदै शीर्षकका समाचारहरू कान्तिपुर दैनिकले छापेको छ। चुनावपछि एमाले पहिलो पार्टी खनाल शीर्षकको समाचारमा नेपाल समाचार पत्र दैनिक लेख्छ, नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आगामी संविधान सभाको चुनावपछि नेकपा एमाले पहिलो पार्टी भएर उदाउने उद्घोष गर्नु भएको छ। विश्वविद्यालय कर्मचारी संघको शनिबार राजधानीमा सुरु भएको दोस्रो राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष खनालले चुनावपछि आफ्नो पार्टी पहिलो हुने विश्वास व्यक्त गर्नुभयो। अब चुनावपछि एमाले पहिलो पार्टी हुनेछ र संविधान पनि जारी हुनेछ। उहाँले भन्नुभयो, लोकतन्त्र नबुझेका दल एकीकृत नेकपा माओवादी पहिलो पार्टी भएकोले देशले संविधान नपाएको उहाँको भनाइ थियो। आउँदो असारमा हुन लागेको चुनावमा व्यापक गृह कार्य गरेर अगाडि बढ्ने अध्यक्ष खनालले बताउनु भयो भने नेपाल समाचार पत्र दैनिकले लेखेको छ। यस्तै सोही पत्रिकाले नामावली संकलनमा अवरोध शीर्षकको समाचारलाई पनि प्राथमिकताका साथ छापेको छ, जसमा लेखेको छ, नेकपा ड्यास माओवादी सुर्खेतले फोटो सहितको मतदाता नामावली संकलनमा अवरोध गरेको छ। फोटो सहितको मतदाता संकलन गर्न गाउँ पुगेको टोलीलाई माओवादीले शनिबार गाउँबाट फिर्ता पठाएको छ। जिल्ला निर्वाचन कार्यालयबाट मतदाता संकलन गर्न मेहलकुना, गुमी, रानीवास, पाम्खा, पोखरी काँडा र बिजौरी गरी 6 गाविस पुगेको टोलीलाई माओवादीले फिर्ता पठाएको हो। पार्टीको केन्द्रीय कार्यक्रम अनुसार नै सुर्खेतमा फोटो सहितको मतदाता नामावली संकलनमा रोक लगाइएको नेकपा ड्यास माओवादी भेरी कर्णाली राज्य समिति सचिवालयका सदस्य प्रशान्त सुनारले बताउनुभयो। उहाँले अरू गाविसमा पनि फोटो सहितको मतदाता नामावली संकलन गर्न गएको टोलीलाई फिर्ता पठाउने दावी गर्नुभयो भने नेपाल समाचार पत्र दैनिकले लेखेको छ। यस्तै सोही पत्रिकाको अन्य समाचारहरूमा कानून विपरीत काम गर्ने छ्यापछ्याप्ती र भगवान आज काममा फर्कने शीर्षकका समाचारहरू नेपाल समाचार पत्र दैनिकले छापेको छ। यसरी बाँचे पारस शीर्षकको समाचारमा नयाँ पत्रिका दैनिक लेख्छ, हृदयघात भएपछि बैंकको समिति भेज अस्पतालमा उपचाररत पूर्व युवराज पारस शाहको स्वास्थ्यमा सुधार हुँदै गएको छ। हिँडुल गर्न र खाना समेत आफै खान थालेका उनी 1 साताभित्र डिस्चार्ज हुँदैछन्। डिस्चार्ज हुँदै गरेका पूर्व युवराज पारस शाहलाई मृत्युको मुखबाट उनकै थाई प्रेमिका कर्णिका लिलले बचाएको एनआरएन बैंकका सदस्य कमल थापाले जानकारी दिए। एनआरएनका बैंकका महासचिव सुनिल खड्काको घरमा बसेका पूर्व युवराज पारस शाहलाई भेट्न उनकी प्रेमिका कहिलेकाहीँ जाने गरेको पारसका साथीहरूको भनाइ छ। 8 फागुनमा पनि उनी भेट्न गएकी थिइन्। कुराकानी गरिरहेकै बेला पारसलाई हृदयघात भएको लिनलाई उद्धृत गर्दै पारसका साथीहरूले बताएका छन्। पूर्व युवराज पारसलाई 8 फागुनको बेलुका हृदयघात भएको थियो भने नयाँ पत्रिका दैनिकले लेखेको छ। यस्तै सोही पत्रिकाको अन्य समाचारहरूमा पारसकै प्रेमिकाले बचाइन् र प्राकृतिक प्रकोपले लिन्छ वर्षेनी 1000 को ज्यान शीर्षकका समाचारहरू नयाँ पत्रिका दैनिकले छापेको छ। काठमाडौँबाट प्रकाशित भएका नेपाली राष्ट्रिय दैनिक पत्रिकाहरूको मुख्य समाचार सार संक्षेप यति नै। nepalnews.com News from Nepal as it happens.